एकछिन यो भिडियो हेर्नुहोस्। सोमबार सङ्घीय संसदको दुवै सदनको कस्तो लाग्यो? अचम्म लाग्यो होला नि। अब अर्को यो भिडियो नि हेर्नुहोस्। मलाई बोल्न दे सरकार, अपराध होइन मन खोल्न दे दरबारको म शराब होइन, मन खराब छैन सही बोल्न डराउँदैन, कानुनको लाग्छ कि आवाज उठाउँदैमा। बालेनले यो गीतमा आफूलाई एउटा सामान्य नागरिकको रूपमा प्रस्तुत गरेका छन् र उनले बोल्न दे सरकार भनेका छन्। अहिले बालेनकै सरकार छ, त्यसैले बालेनले सबैलाई बोल्न दिइरहेका छन्। आफू चाहिँ चुपचाप छन्। अहिले जनताले बालेनलाई बोल्दिन पर्यो सरकार भनेर भनिरहेका छन्। अर्कोतिर प्रधानमन्त्री बोल्नै पर्छ भन्ने कुनै पनि नियम छैन, तर सबैभन्दा धेरै कोही बोलेको छ भने त्यो हर्क साम्पाङ बोलेको छ। हामी नेपालीलाई एउटा धेरै बोलेर हैरान, अर्को बोल्दै नबोलेर हैरान। त्यसैले अब हामीले धेरै बोल्ने र बोल्दै नबोल्ने दुईटैले व्यवस्था गर्नुपर्छ र सोशल मिडिया बन्द गरेर आफ्नो कामतिर लाग्नुपर्छ। धन्यवाद। प्रधानमन्त्रीसँग कसैले भेट्दैन, त्यहाँभित्र एउटा टिम छ क्या, गाँजा टिम छ त्यहाँभित्र।